हर्षन अन्यमते नमस्कार। रात्रिकालीन बसाइमा सम्पूर्णमा र आजको दिनभरिको चाहिँ यात्रा सँगसँगै केही कुराहरू नयाँ पनि हामीले जानियो। काठमाडौँमा हेर्दा त्यहाँको वातावरण हेर्दाखेरि अहिले धेरै जस्तो चीन विरोधी गतिविधि चलिरहेको अवस्था छ, जहाँ कि हाम्रो देशलाई अब युक्रेन बनाउने योजना बनाइएको छ। त्यस्तो चाहिँ नबनोस् भन्न चाहन्छु। सबैमा यो मेरो अनुरोध पनि हो। र हामी चाहिँ जसरी हुन्छ अहिले यो पार्टी उ पार्टी नभनिकन हामी समझदारीमा गएर सबैलाई यथास्थान दिएर हामीले देश बचाउन पर्छ भन्न चाहन्छु। मैले देशभित्र अहिले हेर्दा अमेरिकी आर्मीहरू पनि आइरहेको छ, तर सिभिलमा छन् भने इन्डिया आर्मी त भित्रभित्रै छन् भने हाम्रै आर्मीभित्र पनि अब इन्डियाका चाहिँ कर्नेलहरू चाहिँ प्रवेश गरेको चाहिँ धेरै जस्तो चाहिँ हुन त तपाईहरुले भन्नुहोला यसले चाहिँ अफवाह फैला भन्नुहोला, वास्तवमा यसको चाहिँ रहस्य यही नै हो। र अर्को कुरो के छ भने पहाडको एरियामा चाहिँ अब युद्ध चाहिँ चल्ने सम्भावना धेरै देखिन्छ चीनसँग भने यता चाहिँ मधेसतिर भन्नुहुन्छ भने अब दिल्लीबाट सञ्चालित व्यक्तिहरू छन्, उनीहरूले चाहिँ यस्तो कार्यक्रम ल्याएका छन् यहाँका भोकमारी यहाँका चाहिँ पिछडेका जनसमुदाय गरिबहरूलाई राहत दिने भनेर तपाईको चाहिँ ब्रिटिस काउन्सिल नेपाल भन्ने एउटा संस्था चाहिँ उनीहरूले खोलेका छन्। उनीहरूको फेसबुक चाहिँ पेजै छ, यसको पेजै छ र त्यसमा लगभग दिल्लीका वरिष्ठ नेताहरूसँगको सम्पर्क छ। लगभग यता तपाईको सिरा महोत्तरी गएर बारा पर्सा नेपालको चाहिँ एरियामा तपाईको चाहिँ वार्ड अध्यक्षहरूलाई चाहिँ सञ्चालनमा ल्याएर उनीहरूले चाहिँ राहत दिन्छौँ भनेर चाहिँ त्यसरी चाहिँ एउटा भरम पाइरहेका छन्। तर वास्तवमा यो चाहिँ देश विरुद्ध भइरहेको चाहिँ एउटा चाहिँ योजना हो। यसलाई चाहिँ विफल बनाउनुपर्छ र नेपालका चाहिँ आर्मी पुलिसहरू पनि र अनि गएर प्रशासन पनि अलि चलाक हुनुपर्ने सम्भावना देखिएको छ। देशभित्र चाहिँ विदेशीहरू राम्रोसँग खेलेको अवस्था छ। अब हुन अब हामीले भन्दा उहाँहरूलाई चाहिँ अब यहाँको प्रशासनले नपत्याउला, तर वास्तवमा भएको यही हो। यस कारणले हाम्रा चाहिँ आर्मी पुलिसहरू र गएर हाम्रो चाहिँ हामी नेपाली पिपुल पनि जस्तै पब्लिक पनि हामी चाहिँ नेपालीहरू पनि अलिक चनाखै हुनुपर्ने सम्भावना देखिया छ। र देशमा यस्तो रणमैदान बन्यो भने अब यहाँ चाहिँ देशै नरहने अवस्था देखिएको छ। कसरी हुन्छ आर्मीलाई प्रेस आइरहेको छ कि छिटो गरेर चाहिँ हामीहरूलाई त्यहाँ बोला, हामी चाहिँ तिमीहरूको चाहिँ सुरक्षा दिन्छौँ या चाहिँ देशको सुरक्षा दिन्छ भनेर उनीहरूले विदेशी सेनाहरूले या चाहिँ भारतबाटै प्रेस भइरहेको अवस्था छ। यो कुरालाई तपाईहरुले बुझिदिनु, सबैजनाले बुझेर तपाईको देश प्रजातन्त्र भनेको राजा र प्रजा मिलेर चाहिँ देशलाई चलाउने तरिकालाई प्रजातन्त्र भन्छ होला सायद। अब हुन त धेरै पढेका राजनीतिज्ञ हुनुहुन्छ, राजाका पालना पढा